हेलो फ्रेन्ड्स, गुड मर्निङ, नमस्ते, सेवा र सबैजनालाई। र आज चाहिँ म मर्निङ वाक गर्दै भ्यूहरूको नजारा हेर्दै जाँदैछु हो। हेर्नुहोस् होला तपाईँहरू पनि नजाराहरू कस्तो छ भनेर। मलाई हेर्नुहोस् त कस्तो दामी नजाराहरू छ, हेर्दै जानुहोस् है, दामी छ भ्यूहरू। रमाइलो गर्दै मर्निङ वाक गर्दै यस्तो राम्रो हरियो परियो जग्गामा बसेर सास फेर्नु कस्तो आनन्द लाग्छ नि गाइस। जाडोमा मर्निङ वाक गर्नु यति राम्रो हुन्छ, फ्रेस फिल हुन्छ। यस्तो राम्रो भ्यू हेरेर गाछहरू हरियो परियो देखेर झन् राम्रो लाग्छ है साथीहरू। तपाईँहरू पनि स्टार्ट गर्नुहोस् मर्निङ वाक, फ्रेस फिल हुन्छ। यो जग्गा यति पिसफुल छ कि कस्तो शान्त जग्गा छ हौ। तपाईँहरू पनि आउनु सक्नुहुन्छ, भिजिट गर्न सक्नुहुन्छ। यो जग्गा थालजोडा बगान हो यो। तपाईँहरू आउनु सक्नुहुन्छ। यति पिसफुल, मर्निङमा झन् यति शान्त छ। म त रमाइलो गर्दै हिँड्दैछु है गाइस, माइन्ड नगर्नु होला। मलाई त यति राम्रो लाग्दैछ, त्यही भएर यसरी खुसी हुँदै हिँड्दैछु है साथीहरू। यो जग्गामा बस्ने मान्छेहरू चाहिँ यति लकी छन् कि यस्तो दामी नेचरमा बसेर है, बिहान उठ्दा पनि चराहरूको आवाज, हरियो परियो देख्नु कति मन शान्ति खुसी हुन्छ। यस्तो हरियो परियो ठाउँमा बस्नु एक प्रकारको नै राम्रो फिल हुन्छ नि है गाइस। हेर्नुहोस् कस्तो दामी।